guys, welcome my new vlog. आज हामी सन्जाको बर्थडे हैन गाइस, आज चाहिँ हामी पार्टी खाँदै छौं सबैजना। सन्जाको माइजूको बर्थडे मतलब मेरो भाउजूको बर्थडे अनि हामी पार्टी खाएर आइमको अब फेरि हामी पार्टी खान जाँदै छौं 4 बजे। सुप्रेको मम्मीको 4 बजे त कसको बर्थडे? सन्जाको बर्थडे। पार्टी खाने मान्छेहरु हैन गाइस, पनि छ है हैन र सबैजना यत्रै गुटै हाइटको छौं हैन। हाय टाटा बाइ बाइ हाय गर्दियौ हाय भन्दियौ गर्दियौ पोज अनि हामी जस्तो अब एकछिन कति बजेमा सबैजना नि यस्तो घाम छ 4 बजेको। त्यो पनि हामी गएको किनकि त खेल्नु पनि पार्नु पर्छ। यसलाई बर्थडे गर्यो सबैलाई विश गरिदिनु होला ह्यापी बर्थडे भनेर। पार्टी चाहिँ नमाग्नु होला प्लिज, माग्नु होला नमाग्नु किनकि धेरै बन्दी छ हैन, धेरै गर्मी कर्फ्यू छ कर्फ्यू अनि केही पनि किन्न पाइदैन। त्यो हामी गाउँकै दोकान धेरै भिखारी छ त्यही गाइस। हाम्रो गाउँको पिपल चोक अनि हाम्रो गाउँको पिपल चोकको यो मन्दिर सिद्धिया मन्दिर अनि हाम्रो अझै सिधै अगाडि हामी चाहिँ यहाँसम्म मात्रै आउँछौँ घुम्न हैन। हामी अझै अगाडि घाम छ यार काली हुन्छौँ हामी, छाताबाट जानुपर्ने। कुछ तो बोलो। हेलो गाइस, वेलकम टु आवर ब्लॉग पर कुछ तो कहो काशा कोई इशारा अन्त बिचमै हो सबभन्दा हामी रनिङ हुँदैछ। उता कुद्रे हे मम्मीले मोबाइल दिनुभयो, मोबाइल ल्याउनु मोबाइल आउँछ ब्लग बनाउँदैछ पुरै खाना किनकि हामी जहिलेको पनि ब्लग भनेको त्यस्तै घुमेर नै बर्थडेको अरूको। अनि हाम्रो ग्रुपमा चाहिँ सबैको बर्थडे सकिसक्यो, उसको बाँकी छ अब मेरो अनि पुष्पाको होइन। मेरो चाहिँ बर्थडेमा आन्दोलन आउँछु म, मेरो घरमा आउँछ यिनीहरू आन्दोलन गर्न बर्थडे पछि माग्नुलाई, तर म दिन्न नि त नाले भित्र खाइदिन्छु। कस्तो थाकेको फेरि भयो यार यतिको हिँड्दा आज कस्तो गर्मी छ, पानी पनि पर्छ घरिघरि। यसलाई के गिफ्ट दिएको मलाई यस्तो दुईवटा दिएको नि त, दुईवटा दिएको दुईवटा कस्तो खतरा नि बाहिर भनौँ न। यसो पक्दैन यसरी यसरी गाइस, कोही उता छन् कोही उता छन्, हामी चाहिँ बिचमा छौँ दुईजना सबैजना दुईजना पिङ्की पिङ्की पङ्की पङ्की पिङ्क पिङ्क माथि वाइट वाइट तल पिङ्क पिङ्क उयो आफ्नो बर्थडे लाल परी एउटा हरी परी उयो चाहिँ आफ्नो बर्थडेको खोलिसके चाहिँ के ड्रेस तर बर्थडे त तिम्रो उयोमा हो नि त वैशाखमा। कति टाढो गर्नु भइसक्यो, कति काल देखेको गाइस। गाइस यसरीको मान्छे चाहिँ यहाँ आइरहेको छैन पार्टी खानु ठ्याक्कै भएर काली भएर आइछ इठारीबाट। इठारीमा पछि जनतामा पनि भाइरल स्कुल होला नि अनि सिरजना रेग्मी त्यो थियो नि सुकुना रेग्मी सिरजना भाइरल छ नि एकदम भाइरल भएको छ नि रेग्मी सिर त्यो पनि जनता पढेको। मेरो होटल गएको थियो हाम्रो जनता। मेरो हस्बेन्ड फ्लेक्स हेर्नुहुन्छ, मेरो हस्बेन्ड फ्लेक्स गर्दैछ। गर्मी दिएर 5 वर्षको हुँदाखेरि मैले बिहे गरेको थिएँ गाइस दिदीसँग, यहाँको बुढा यहाँको रुखको बेलसँग। तिम्रो यहाँको होइन होला, तिम्रो यहाँको होइन सायद तिमी उताको। हजुर यहीँको टिपेर लगाएको मेरो सन्जाको, तर हामीले चाहिँ सूर्यसँग बिहे गरिनौँ, हामी गुफा बस्छौँ। हाम्रो बुढा हामीलाई धेरै पोसेसिभ छ, के गर्नु नेबरहरूमा प्राउड फिल गर्छु किनकि मलाई सबैभन्दा बढी सानै उमेरमा बिहे हुनु, त्यस्तो घर बिहे अरूसँग जाने होइन नि त, अहिले बिहे गरेर कसले गर्छ हुन्छ तर मनाउँदैन नि त बनाउँछु। 4 मिनटको भ्लग भइसक्यो यति हिँड्दा त्यहाँ कति गाई जात्रामा चाहिँ लगाउने सिन्दुर मलाई 1 पिस बनाइदिनुहुन्छ अरे नेवारी ड्रेस। मेरो पनि नेवारी ड्रेस नेवारी गाउँ मेरो नेवारी 1 पिस। 4 मिनटको भ्लग भइसक्यो यार हाम्रो। ओइ उता के हो त्यो बनाउँछु एकछिन त्यहाँ घाम त्यो बनाउनै पाइन, यस्तो घाम छ हेर्नुहोस् न चर्किरहेछ काली भइसक्यो। हामी छिट्टै आउँछौँ अरू बेला 7 बजे आउँछौँ। थाहा छ हजुरले नि के भन्छ त्यो बेसार डढाएर त्यसमा कफी एलोभेरा जेल अनि के भन्छ त्यो के स्याम्पू मिक्स गर्नुभयो भने त्यो लगाएर
काश्मीर बस्नु गोरी अब गोरी हुनु पऱ्यो कस्तो एउटा रुख छ क्या कस्तो भएर छ त कसरी देखाउनु त्यहाँनिरको चरा जस्तै छ क्या माथि रुख पत्ता पनि भएन देखाइदेऊ न छोरी ब्याक गरेर शीतल आइमा बरु यता फ्रन्ट यता अगाडि मैले हामी टी लगाउँछौँ नि त चटपटे खाने टाइममा अघिदेखिको त्यत्रो हिँडेर होइन काली भएर ड्रेस चाहिँ बढ्छ क्या चटपटे पार्टी भयो होइन हुन्छ त्यही त हामीमा चटपटे नै बेस्ट हो नि हाम्रो लागि त थाई कट यत्रो सानो बस्छ भाडा मार्दैछ खाइ चाहिँ पुग्यौँ सबैको तर्फबाट पाएँ न दुइटै हामी माग्नु दुइटा हाली माग्नु अनि अब बसेर चाहिँ सही खानालाई सबैको घाममै पनि पाउँछु म त त्यही त हौ धेरै काग अब आइफोन किन्नुपर्छ गाइज ठुलो भएपछि कसरी त्यसले ग्लो भयो नि सानी नानी यता हेर पानीपुरी खाने मान्छे यता हेर न चटपटायो यो चटपटे सन्जु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे के सिसा हाँ भयो पियो यो त म खाएर कन्टिन्यू गर्छु ब्लग खाइसक्यौँ पिरो भयो चिसोसँग खाएर यस्तो त साथी भेटिरहेको छु नानीले एउटा आमा ऊ आएर न नचिनेको मान्छे पनि कहिले बेबी श्रीसा श्रीसा सुन्दिनँ पनि हौ कस्तो इग्नोर गरेँ कि नो मम्मी गरी बनाइदिएछु ए चिन्नुहुन्छ भने मेन्सन गर्नु होला दाँत पनि मारेको छैन यो थप्री बोजो कि होइन भन्नु गाइज इस त मेरो पनि छ के अरे कृष्ण फेरि भन त एक लाइक त भन्तायो त त्यही भन्छ नि आएको एक लाइक श्रीसा लाइक भन लाइक प्लिज गुड नबनाउने यस्तो घाममा कपाल पनि भुत्ते बनिसक्यो यार छुट्टी भएदेखि कपाल पनि कोरेको छुइनँ राम मातिसकेका श्रीसा बेजतिहरू मानिस साथीहरू मेला गर्छ भने त कहाँ हरायो भने सिक्यौ यिनीहरूकै सङ्गतमा कहाँ मान्छे हेरी गरेको हौ ओइ मारिदिन्छ साडी हरायो मलाई हजुर को भूत भाउ छ यिनीहरू त यो त भानु गाउँमा आइपुग्यौँ श्रीसा
यो बोल्दिनँ पनि एटिट्युड वाली गर्ल लड्दिन हौ यिनीहरू त यिनीहरू के खेलेर आए यसमा भोलि मामा जाने भने पनि स्कुल छुट्टी छ नि गाइज अनि पर्सि लागेको छ नि अर्को गाउँकोबाट पनि जान्छ नि त मेरो मामालाई उब्दी भन्ने अब त्यहाँबाट जान पाइन्छ कि पाइँदैन गाइज मेरो बर्थडेको लुगा किन जानु पर्ने गाइज मलाई पनि ह्याप्पी बर्थडे एडभान्स भनिदिनु होला कमेन्टमा जस्तै जस्तै फुल लगाइरहनु भयो म बुझ्दैछु उहाँले मलाई ह्याप्पी बर्थडे भन्नुहुन्छ एडभान्समा गाइजको 12 दिन भएको छ है 12 दिन वेटिङ फर 12 days so then it's my birthday त्यस्तो गर्नुभएको होइन चिज काटेको हेर्नु न गाइस कोही कता कोही इन्डिया कोही चाइना कोही भारत कोही श्रीलङ्का नेपालमा छु बिचमा त्यो गाइस एउटा मान्छे होइन अहिले बाहिर होइन मुस्लिमहरू तिमीलाई किडन्याप गर्छ अनि हावा भनेको कि हामी भन्छ हावा होइन साँच्चीमा राईको छोरी लग गरे अनि हामी भन्यौँ हामी राईको छोरी होइन नि त हामी नेवारको छोरी हो नि त त्यही भएर हामी लग्दैन अनि मैले धेरै केटाहरू छ के भन्दै हिम्मत कस्तो छ लु हेरौँ त भनेको सक भए हिम्मत आएर खाएको के भनिदिने हो के किडन्याप गर्छ पो अरे खप्पु पानिदिने हो ए यत्तिकै किड्ने भयो भने हाम्रो बाउ आमा त्यस्तै छोड्छ यति ट्यालेन्ट छु यति खर्च गर्नुभएको छ म माथि अनि किड्न्याप साह्रो प्लसमा सोध भन्ने भनिदिन्छु प्लसमा भनेको नेगेटिभ पोजिटिभ भन्दै पनि गरी घाम गरेपछि त के हो गाइस यहाँ हिँडेरै सक्यो यार खाएको पनि पर्छ हिँडेरै होइन हाम्रो पिपल रुखमा यत्रो छ होइन कत्रो मौरीको यो गुड लागिरहेको छ हौ पुरै मह निस्किन्छ जस्तै गएर त मेरो ब्लग धेरै नै लामो भयो तर केही इन्जोय छैन मेरो ब्लगमा मेरो बडी भेरी त्यसरी इन्जोय हुन्छ गाउँको पिपल चोक से पिपल चोक पिपल चोकमा अहिले हामी खानुपर्छ मेरो पैसाको हो बहन मम्मीले पनि खाने भन्नु नि त त्यही भएर त मैले पैसा मागेको नत्र त्यो माग्दिनँ पनि थिएँ मलाई पढाउनु हामी त्यसको घरमा कुदिक्दी जान्छु आएर आफ्नो गल्लीमा आइपुग्नु यस गल्लीमा देखिको होइन गाइड नहरमा कि झन् थाहा हुनुहुन्छ त्यहाँदेखि सक्नुहुने गरेर धान रोपेको हामीले सबै होइन हामी मम्मीहरूले जान्छ पैँचो गएर मम्मी चाहिँ बाहिरै हुन्छ मासु ठाउँ बाई बाई गाइस लाइक कर दो सब्सक्राइब करो बाई बाई गाइस थैंक यू फॉर वाचिंग माय ब्लॉग लाइक कमेंट सब्सक्राइब शेयर कर दिनु होला।